यहाँ सम्पूर्णलाई आजको यस भिडियोमा स्वागत छ। यस भिडियोमा हामी तरा गयो ग्रामरको बारेमा अध्ययन गर्नेछौँ। यहाँभन्दा अगाडि हामीले यो गुन्यो भर्सेस नेयो भनेर अध्ययन गरेका थियौँ है त। यो तरा गयो भन्ने ग्रामरको इङ्ग्लिसमा चाहिँ आई पर्सनल्ली नोटिस्ड भन्ने हुन्छ भने नेपालीमा चाहिँ भनेर अनुभव गरेँ, भनेर मैले पत्ता लगाएँ, थाहा पाएँ, यस्तो पो हुँदो रहेछ त, यस्तो रहेछ नि त, यस्तो रहेछ भन्ने कुरा चाहिँ त्यस्तो भन्नुपर्दाखेरि चाहिँ तरा गयोको युज गरिन्छ है। जस्तो कि थुत्कना सुनेर अथवा फोगो फोगो नासा हेरेपछि तोनुन फेरि पनि खेङहम हागो अनुभव गरेर आल्गे दुन थाहा पाएको सासेरुन सत्यतालाई थारुन सारामेगे अरू मान्छेलाई माल्हेयो कुरा गर्दाखेरि प्रयोग गरिन्छ है। विगतमा थाहा नभएको तर अहिले चाहिँ देखेर हेरेर सुनेर भोगेर अनुभव गरेर थाहा पाएर अरूलाई यस्तो रहेछ नि त, यो यस्तो रहेछ भन्ने थाहा पाए भनेर भन्नुपर्दा तरा गयोको युज गरिन्छ। जस्तै कि आक्का मान्नानुन साराम साजाङनेमी तरा गयो। अघि भेटेको मान्छे त साउ पो हुनुहुँदो रहेछ त, हो साजाङनेम पो रहेछ त भनेर भन्यो। मतलब भेटेपछि थाहा भयो नि त, हो त्यस्तो है। तर एकचोटि थाहा पाएपछि फेरि त्यही ग्रामर प्रयोग गर्न पाइँदैन। जस्तो कि यहाँनिर चाहिँ साजाङनेम यी तरा गयो, साजाङनेम रहेछ भनेर थाहा पाइयो भने भोलि पनि फेरि साउ रहेछ भन्नु त सकिन्न, किनभने हिजै थाहा पाइसक्यो नि त, होइन त्यस्तो। सेरो आल्केदुन सासिल ए मान सायोङ आल्सुइसम नयाँ कुरा थाहा भएको भने मात्रै त्यसमा प्रयोग गर्न सकिन्छ। जस्तो कि येरुमेदो छुप तरा गयो होइन, यो चाहिँ भन्न मिल्यो किन गर्मीमा पनि जाडो हुने रहेछ, चिसो हुने रहेछ भन्ने थाहा भयो नि त, हो। तर जस्तो कि पहिलेदेखि थाहा भयो, जस्तो कि हेनुन दोङचोक हेस पूर्वबाट तुन तरा गयो उदाउँदो पो रहेछ त भन्न चाहिँ मिलेन, किनभने घाम पूर्वबाट उदाउँछ भन्ने कुरा हामीलाई पहिलेदेखि थाहा थियो, भर्खर थाहा भएको त होइन। त्यसबाट येजनबुथ आल्गो इत्नुन नेयोङ इना इल्बान सासिरुन सायङ हाल्सु आउँछ। मतलब पहिलेदेखि नै थाहा भएको अर्थात् सामान्य सत्य कुराहरू चाहिँ हामीले प्रयोग गर्न सक्दैनौँ। जस्तै कि खेउर ए छुप तरा गयो, मतलब कि जाडोमा चिसो हुने रहेछ, चिसो पो हुँदो रहेछ त भनेर भन्न मिल्दैन है। अनि घाम पूर्वबाट उदाउँदो रहेछ भन्न मिल्दैन है। अनि जस्तै कि आफूमा प्रयोग गर्नु पर्दाखेरि चाहिँ हामीले आफ्नो मुड अनुभवको कुरा गर्नु पर्दाखेरि मात्रै प्रयोग गर्न सक्छौँ। जस्तै कि नानुन खुमाकुल थुरुमेन हेङफोक हात तरा गयो। म चाहिँ त्यो म्युजिक चाहिँ सुने भने खुसी हुने रहेछु भनेर आफूमा चाहिँ आफ्नो अनुभव वा मुडको बारेमा भन्दाखेरि चाहिँ यो ग्रामर युज गर्न पाइयो। तर अरू मान्छेसँग युज गर्दाखेरि चाहिँ हामीले अ आ या हे होइन तरा गएको प्रयोग गर्नु। जस्तै कि हरि नुन हरि चाहिँ त्यो उमाकुल म्युजिकलाई थुरुमेन सुन्यो भने हेङबुक हे तरा गयो खुसी हुँदो रहेछ, हो। यहाँनिर हे युज गरेको छ, यहाँनिर हा युज गरेको छ। यहाँनिर किन हा भन्दा यहाँ आफूलाई भनेको छ, यहाँनिर किन हे भन्दा अरूलाई भनेको छ है। अनि यो चाहिँ अर्को कन्डिसन के छ भने कोक थारुन साराम यो या हे हो, अरू मान्छेमा चाहिँ प्रयोग गर्नुपर्ने हो। जस्तै कि छिङ्गुगा साथी चाहिँ होइन, साथीले हे ओइरो विदेशतिर ये हेङ्गुल खातरा विदेश भ्रमण गर्न पो गएछ त तँ त, गइसकेपछि हामीले सुनेर केही गरी थाहा पायौँ होइन। तर अब आफूलाई चाहिँ यस्तो भन्न मिल्दैन। म चाहिँ विदेशतिर भ्रमण गर्न गएछु भन्न मिल्छ त मिल्दैन, किनभने आफू गएको त थाहा हुन्छ नि त,
त्यही भएर यस्तोमा चाहिँ आफूलाई भन्न मिल्दैन, तर अनुभव गरेको कुरा अनिखेर आफ्नो मुडको कुरामा चाहिँ भन्न मिल्छ। जस्तै केही इक्जाम्पल हेरौँ। फुल्थे साजाइनेमै गत खातायो, हेर्दाखेरि त के अरे सनसाइनेमै गत खातायो, टिचर जस्तो देखिन्थ्यो लाग्थ्यो, खुरन्दे हाक्सेङ्गी तरा गयो, भरे भन्दा त के रहेछ, स्टुडेन्ट पो रहेछ। यसरी अब जस्तै कि अझै छियाङसी, हिजो छियाङसीको येजा छिङ्गुरुल गर्लफ्रेन्डलाई फत्नुन देखेको थिएँ, ये पु तरा गयो, राम्री रहेछ नि त, राम्री रहेछ मतलब उसले हिजो देखेछ अनि देखिसकेपछि चाहिँ ओहो राम्री पो रहेछ भन्ने थाहा पाएछ भनेको। जस्तै कि छोन्सी नुन मेउन ओम्सीकुल छाल मक्तरा गयो। अब यसलाई चाहिँ कसरी पनि भन्न सकियो भने नेपालीमा मैले महसुस गरेँ कि जोनले मसालेदार खाना राम्रोसँग खान्छ। यसरी पनि भन्न पाइयो, खाने रहेछ भन्न नि पाइयो, मैले महसुस गरेँ कि जोनले मसालेदार खानेकुरा राम्रोसँग खान्छन् भन्ने कुरा भन्न पाइयो। यसरी पनि भन्न पाइयो। आफ्नो भन्ने तरिकामा पनि बुझ्ने तरिकामा पनि अलग अलग हुन्छ है व्यक्तिको। यो चाहिँ मैले मेरो रिसर्च गर्दाखेरि मैले इन्टरनेटमा रिसर्च गर्छु, युट्युबमा सबैतिर रिसर्च गर्छु, विभिन्न बुकहरू अध्ययन गर्छु र कसले कसरी भनेको छ सबै कुरालाई समेटेर चाहिँ एउटा बनाएको छु। त्यस कारणले गर्दाखेरि अघि चाहिँ मैले यहाँनिर के हुँदो रहेछ भनेर युज गरिरहेको थिएँ, अहिले चाहिँ महसुस गरेँ भन्ने हुन्छ है। यो चाहिँ धेरै तरिकाले यसलाई चाहिँ हामीले बुझ्न सकिन्छ कि जस्तै कि छुमारे बुसाने खाद्नुन्दे, सप्ताहन्तमा बुसान गएको थिएँ, नाल्चीका छोतरा गयो, हो मौसम चाहिँ राम्रो रहेछ भन्दा नि भयो, मौसम राम्रो रहेछ भन्ने कुरा थाहा पाएँ भन्दा नि भयो। सउलुन छङमाल आरुमदाप तरा गयो, सउल चाहिँ साँच्चै रमणीय पो रहेछ, रमाइलो रहेछ भन्ने कुरा अनुभव गरेँ भन्दा पनि हुन्छ। खु कफी नुन छङमाल मासित तरा गयो, त्यो कफी साँच्चै मिठो रहेछ भन्ने कुरा थाहा पाएँ, मतलब खाइसकेपछि थाहा पायो अनि ओहो कस्तो मिठो रहेछ भनेको। छनुन खु येङहारुल छनुन खु येहेङउल थान्यावत नुन्दे, हो छङमाल हेङबोखेत तरा गयो, होइन के भन्यो भने म चाहिँ त्यो येहेङ भ्रमण गएर आएको थिएँ, साँच्चै हेङबोखेत तरा गयो, साँच्चै खुसी अनुभव गरेँ भन्नु पर्यो। यसमा चाहिँ भन्दा नि भयो, खुसी अनुभव गरेँ, हेङबोखेत तरा गयो। खुखोसुई फुङ्गेङे नमु आरुमदावास, त्यो ठाउँको फुङ्ग्याङ भनेको सिनेरी धेरै आरुमदावास रमणीय भएकाले, आनन्दित भएकाले, सिगानी अतक्के छिना खाद्नुन्ची मोल्लासय, त्यो ठाउँको सिनरी यति राम्रो थियो कि होइन साँच्चै रमणीय थियो, समय कसरी बित्यो थाहा नै पाएन, यसरी भनेको। ल अब त्यसै गरी त छनुन अझै सिजाङ ए खासस नन्दे, म चाहिँ हो हिजो बजारमा गएको थिएँ होइन, मुलगनी छङमाल सात तरा गयो, सामानहरू साँच्चै सस्तो थियो, खुरेछ मानुन गसुल 700, धेरै कुराहरू चाहिँ मैले हिजो बजार गएको थिएँ र वस्तुहरू वास्तवमै सस्तो थियो, हो त्यसैले मैले धेरै सामान किनेँ। यसमा मैले थप विषय के पनि ल्याएको छु भने जस्तो कि तरा गएको प्रयोग चाहिँ कुन बेला प्राय गरिन्छ भन्दा आफ्नो अनुभव भन्नुपर्दा
र कुनै फ्याक्ट अब्जर्भेसन आफूले केही कुरा अब्जर्भ गरेर केही कुरा चाहिँ अनुसन्धान गरेर त्यसलाई भन्नुपर्दा पनि युज गरिन्छ। छनुन खुयाङवा छङमल छेमिक तारा गयो। मैले त्यो फिल्म निकै रोचक थियो भनेर अनुभव गरेँ। इङ्ग्लिसमा भन्नुपर्दा आई फाउन्ड द्याट द मुभी वाज रियल्ली इन्ट्रेस्टिङ। टु सेयर अ फ्याक्ट अर अब्जर्भेसन। कुनै कुरा चाहिँ फ्याक्ट आफूले पत्ता लगाइयो अर्थात् रिसर्च गरेको छ, अब्जर्भ गरेको छ भने खुसारा मुन छङमल छिन्जल हात तरा गयो। त्यो मान्छे धेरै दयालु छ भनेर मैले पत्ता लगाएँ, थाहा पाएँ, अर्थात् त्यो मान्छे धेरै दयालु रहेछ भनेर भन्न सकियो है। ल यति भन्दाखेरिसम्म तपाईँहरूले यसको बारेमा छर्लङ्ग हुनुभयो होला। तपाईँले आफैले वाक्य बनाउन सक्नुहुन्छ। तपाईँले कमेन्टमा वाक्य बनाएर लेख्नुभयो भने म त्यो राइट भयो कि रङ भयो त्यसलाई म छुट्याइदिने पनि छु है। र आजको यस भिडियो चाहिँ हाम्रो 10 मिनटको भिडियो भएको छ। तपाईँहरूले अन्तिमसम्म साथ दिनु होला र यस्तै गरी अरू धेरै ग्रामरहरू पनि मैले यहाँ लेखेको छु र मेरो यतिको मेहनतका लागि तपाईँले लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। हस्त, धन्यवाद।